एक दिनमा एउटा काम गरिरहेको हुन्छ लगभग त्यसैले गर्दाखेरि चाहिँ अहिले चाहिँ म यो अर्को बाटो आइरहेको छु गाइस है। सो अलराइट, गुड मर्निङ, नेक्स्ट डे नेक्स्ट ब्लग। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला, म पनि सन्चै आरामै छु गाइस है। ल आज चाहिँ देख्न सक्नुहुन्छ बाहिरको नजारा चाहिँ भवाल धुलो उडिरहेको छ है। खाना भनी पाकिसकेको छ, साथीले बनाएकै छ, देख्न सक्नुहुन्छ गाइस है। टक्क रेडी छ, यसै कन्टिन्यू गाइस, हेर्दै गर्नु है त। सो गाइस देख्न सक्नुहुन्छ है, जुन चाहिँ टक्क लगाइरहेको छन्। अब चाहिँ देख्न सक्नुहुन्छ हाम्रो काम गर्नेबाट अगाडि चाहिँ यस्तो भ्यू देखिन्छ। त्यहाँ चाहिँ कार वर्क्स हो, त्यो चाहिँ रेस्टुरेन्ट, अनि यतापट्टि छ दोकान है, उतापट्टि छ ब्युटी पार्लर, अनि त्यहाँ चाहिँ छ कपडाहरूको दोकान। त्यहाँ चाहिँ अब जस्तै लेडिजहरूको लागि मात्र पाउँछ। अनि उतापट्टि रहेको छ रेस्टुरेन्ट अनि फ्लावर सप, अनि वहाँ कुनामा चाहिँ सेम कार वाक्सै छ है त। ल देख्न सक्नुहुन्छ बाहिर देखिने भ्यू चाहिँ यस्तो छ गाइज। अब यो चाहिँ पार्किङ एरिया हो हैन, देख्न सक्नुहुन्छ। अब हाम्रो सप चाहिँ यो भइहाल्यो, देख्न सक्नुहुन्छ है। बबाल चक्लेटहरू सजाएर राखिरहेको छु भित्र चाहिँ। अब यदि कसैलाई चाहियो भने आएर लिएर जान सक्नुहुन्छ, चक्लेट कफी खान सक्नुहुन्छ है। अनि आइसक्रिमहरू पनि छ है। अब देख्न सक्नुहुन्छ बाहिर भ्यू। अब चाहिँ जाडो लाग्ने टाइम भइसक्यो होइन, अब चाहिँ नोभेम्बर स्टार्ट भइसक्यो नि त। अब चाहिँ बिस्तारै बिस्तारै जाडो पनि सुरु भयो है त गाइस। अब चाहिँ खाडीमा पनि पानी पर्छ गाइस है। अब कति गर्मीमा मात्र बस्ने र होइन, खाडीमा पानी पनि त आउनु पर्यो नि त होइन र, के कसो गाइस। सामसनबाट जुम गरेको है गाइस। ल देख्न सक्नुहुन्छ कस्तो देखिरहेको छ है छोकै। मुनलाई जुम गर्दै है गाइस है। फाइनली गाइज है, 10 घन्टाको ड्युटी सकाएर अब चाहिँ रुमतिर लागेको। अब के गर्ने होइन, परदेशमा काम गर्नै पर्यो होइन गाइज। काम नगरी त भएन त, के कसो गाइज होइन। परदेशमा आएको कामै गर्नको लागि हो। ल यहाँ चाहिँ हाइवे छ, हाइवे चाहिँ क्रस गर्नको लागि चाहिँ धेरै केयर भएर हुनुपर्ने हुन्छ। यताउता दुईटै साइडमा गाडीको चाहिँ एकदम ख्याल गर्नुपर्ने हुन्छ, किनकि यहाँ हाइवे होइन, बबाल स्पिडमा आइरहेको हुन्छ गाडी फेरि है। त्यही भएर चाहिँ एकदम रोड क्रस गर्दाखेरि विदेशमा रहनुहुने साथीहरूले चाहिँ एकदम बी केयरफुल भएर रोड क्रस गर्नु होला गाइज है। ल देख्न सक्नुहुन्छ बबाल गाडी कुदाउँछन् यहाँका मान्छेहरूले त। मेरो रुम चाहिँ काम गर्ने मेरो कम्पनीबाट चाहिँ धेरै टाढा त होइन, त्यस्तै लाग्छ समथिङ 10 मिनट जति लाग्छ मेरो रुममा पुग्नको लागि चाहिँ। अब यहाँबाट चाहिँ लेफ्ट लाग्नुपर्ने हुन्छ। आज चाहिँ म चाहिँ अर्को बाटो आएको छु कि, त्यो अर्को बाटो सधैँ हिँड्ने बाटो चाहिँ आज बिहान आउँदाखेरि त्यहाँ बनाउन लागेको थियो होइन। त्यसैले गर्दाखेरि चाहिँ अहिले चाहिँ म यो अर्को बाटो आइरहेको छु गाइस है। किनकि अब त्यहाँ स्कुटर डोराएर हिँडिरहनुपर्छ। अब फेरि घरको बिच स्कुटर डोराएर हिँड्न पनि त्यस्तै हो होइन र, के कसो हो। अब राति बिहान मान्छेहरू सुतिराखेको हुन्छ होइन, स्कुटर डोराएर घात्रा हिँड्नभन्दा चट्ट यताबाट आइदिएको। र देख्न सक्नुहुन्छ नाइट भ्यू है। कुरी
स्कुटरको फेरि यो पछाडिको भाँचिएर गएर फेरि यस्तो झ्याउ गराएको छ कि गाह्रो छ गाइज। अब जिन्दगी त यतिकै जाला जस्तो छ, जाँठो पैसा कमाइ छैन। अब खाना लाउन ठिक भइराखेको छ गाइज। अब के गर्नु, पैसा कमाउन आएको छोरो, पैसा छैन, गाह्रो पर्यो त कि कसो हो गाइज। लाग्छ समथिङ मेरो रुममा पुग्नको लागि चाहिँ 10 मिनट जति चाहिँ लाग्छ है त गाइज। के गर्ने हो, गाह्रो छ परदेशमा। रुम पनि अब पुग्नै पर्यो, काममा नि पुग्नै पर्यो, गएर पकाएर नि खानै पर्यो, गाह्रो छ नि हो जिन्दगी। यस्तै छ गाइज। यस अरब खाडी कन्ट्री चाहिँ रातमा चाहिँ चमक धमक चाहिँ बबालै देखिन्छ होइन। बिहान परेपछि अब त्यस्तै हो क्या, लाइट साइड मोड्छ सर मरुभूमि चाहिँ भइहाल्ने भयो क्या होइन। रातमा त बवाल देखिन्छ बवाल। अझै दुबईतिर हुनुपर्छ कि यस्तो ठुल्ठुलो बिल्डिङहरू छ। अब यता त सानसानै बिल्डिङ छ तर पनि अब गल्फ कन्ट्री भनेको रातिमै राम्रो देखिन्छ होइन। हाम्रो नेपाल भनेको चाहिँ दिनमा बवाल देखिन्छ कि होइन। अब गल्फ कन्ट्री भनेको अरब कन्ट्री भनेको रातमा चाहिँ माथिबाट हेर्नुपर्छ अझै झिलिमिली देखिन्छ है। म आउँदाखेरि चाहिँ ठ्याक्क त्यस्तै रातिको 3 बजे म ल्यान्डिङ भएको थिएँ यहाँ चाहिँ। तर चाहिँ बवाल देखिने कि माथिबाट हेर्दाखेरि त है। रातिमा चाहिँ किसिम रमाइलो देखिन्छ अरब कन्ट्री चाहिँ। यस्तै छ गाइज है। अब काम गर्यो, हिँड्यो, खायो, डुल्यो। छुट्टीको दिनमा एक दिन चाहिँ डुल्न परिहाल्छ के अरे होइन। अब भने अरू दिन भने काममा जाँदै ठिक हुन्छ हो, काममा गयो आयो बिजीको बिजी। यस्तै छ, गाह्रो छ गाह्रो। काममा नजानियो भने खाना पाइँदैन। परदेशको ठाउँमा अब खाना परिहाल्यो, बाँच्नु पर्यो होइन त। गाह्रो छ नि गाइज परदेशमा, देख्न सक्नुहुन्छ है। म चाहिँ त्यो हाइवे कटेर उतापट्टि जाने हो। सार देख्न सक्नुहुन्छ। रातिमा चाहिँ बवाल देखिन्छ कि। म जाने चाहिँ वहाँ पर हो। अब म चाहिँ यो आज यो नयाँ बाटो बनाएकोबाट जानुपर्ने भयो है त। यसो हेर्दै जाऊँ न होइन नयाँ बाटो कस्तो रहेछ। सर लाएर क्या छिटो बनाइदिन्छ यहाँ बाटो फेरि। हो कहाँबाट आइरहेको छ यो गाडी? तल्लो बाटो पो आएको रहेछ। म त यही बाटो आएको रहेछ र भनेर। यहाँ चाहिँ यो बाटो यो अहिले म हिँडिराखेको बाटो चाहिँ यो लगभग बनाइदियो 10-15 दिनमा त यस्तो दामी बनाएको छ। खै यो चाहिँ साइकल रेसिङको लागि हो कि के हो, बवाल बनाएको छ। सानो रोड छ है, यस्तो दामी बनाएको यार। यस्तो चाँडो डेभलप हुन्छ कि यो देश, त्यही भएर त अगाडि पुग्यो होइन। माकुरी हाम्रो नेपालमा हुने हो नि यति बनाउनलाई 1 वर्ष लाग्छ। कतिवटा के भन्छ, कतिवटा ठेकदारहरू चेन्ज हुने हो होइन। यहाँ चाहिँ भटाभट 10 दिनमा काम खलास। अब यहाँबाट चाहिँ टक्क म चाहिँ हाइवे क्रस भएर जानुपर्छ। कता जाने हो यो?
ल गाइज है अब फाइनली अब रुममा पनि आइयो। देख्न सक्नुहुन्छ अब मौसम चेन्ज हुने भएर होला सायद है, अब ढुँडिला जस्तो भइराखेको छ होइन। अब मौसम चेन्ज हुन नि पर्यो होइन। अब आज नोभेम्बर कति 5 पनि लागिसक्यो होइन। ल गाइस फाइनली रुममा पनि आइयो है त गाइस। अब चाहिँ खाना पकाएर खानुपर्ने हुन्छ। अब के गर्ने होइन। अब परदेशको ठाउँमा खाना आफैले पकाउनु पर्यो, बिहान उठेर फेरि खाना पकाएर बनाएर लिएर जानु पर्यो होइन। कन्टिन्युै रहनु पर्यो होइन। ल गाइस यदि भन्दै यो ब्लगबाट चाहिँ छुट्यौँ। अब चाहिँ नेक्स्ट ब्लगमा भेट हुने बाचा गर्दै आजलाई चाहिँ बाई बाई गाइस।